नमस्ते, यहाँ सबैलाई स्वागत छ यो सानो मिनी ब्लगमा। आज चाहिँ हामी दुवाली थुन्दैछौँ। हामी चाहिँ आज यसो सिँचाइको बाँधेको ठाउँमा गएका थियौँ र त्यही समयमा हामीले चाहिँ बाँधिसकेपछि खोला सानो भयो। अनि खोला सानो भइसकेपछि हामी अनि हाम्रो गाउँले अङ्कलहरू बाजेहरू मिलेर सानो दुवाले थुनेर मारेको माछा हो। हेर्नुहोस्, कृपया भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला अनि प्रतिक्रिया दिन पनि नभुल्नु होला। धन्यवाद। बाइ द वे, यो चाहिँ मेरो फर्स्ट मिनी ब्लग हो यो फेसबुक पेजमा। यहाँहरूले सपोर्ट गर्न सक्नुहुन्छ, प्लिज मलाई सपोर्ट गर्नु होला। साथै यो चाहिँ हामीले माछा मारेको दुवाली थुनेर माछा मारेको खोला चाहिँ जिरो खोला भन्छ। अनि यो चाहिँ हाम्रो राई गाउँ अनि हात्तीढुङ्गाकोलाई छुट्याउने एक खोला। सबैजना माछा टिप्नमा व्यस्त हुनुहुन्छ। जो सानो ठाउँ भए पनि माछा चाहिँ थुप्रै पायौँ हामीले। माछा टिप्दै गरेको अनि उहाँहरू माछा सुक्खा ठाउँमा टिप्नलाई सबैजना लागि पर्नु भएको छ। माछा टिप्ने क्रममा माछा मार्ने क्रममा चाहिँ कसैले थोरै कसैले धेरै मार्नु भएको थियो। तैपनि हामीले सबै माछाहरू एकै ठाउँमा कलेक्ट गरेर सबैलाई बराबर रूपमा भाग लगाएका छौँ। आजलाई यति नै। लाइक, कमेन्ट, सेयर गर्नु नभुल्नु होला। साथै फलो गर्नु पनि नभुल्नु होला। बाई बाई, फेरि भेटौँला।